धुवा बसेर किन धुनु हुन्छ ह जागे भरमा हातको खाना जान्छ के रे हैन कहाँ यति छिटो उ गरे हेर्नु छ तिमीलाई अहिले ल के माथि उलाई आमा यो भाउजूको पाइला आयो मलाई प्रत्यक्ष दिले मेरो बुहारी देख्नु पर्यो ओके हासम ठीक छ सागरे हो के आश भाइ अनि मेरो बुहारीलाई भगवान के देख्नु पर्यो यो बुहारी तिमीलाई के भयो मेरो बुहारीलाई कसले यस्तो हालत बनायो भगवान आज यो के भयो मेरो बुहारीलाई कसले यस्तो हालत डान्सर पनि छन् हाम्रोमा डान्सर पनि छन् हाम्रोमा भने अहिले मैले धर्मदाले गान सिकाएको गीत हो फालो भयो आमा अब है अब आमा यो भाउजूको पाइला आयो मलाई प्रत्यक्ष दिले सँग ठक्क ओके यो पै आउँछ भनेर भित्र चुलाको धुवा बसेर किन धुनु हुन्छ ह जागे भरमा हातको खाना जान्छ के रे हैन कहाँ यति छिटो उ गरे हेर्नु पर्यो भाइ आएको छ भाइ आएको त हेर्नु पर्यो आउट मात्रै हुने भन्नुभएको नि त हैन हैन ओइ त च्यापिर मान्छेहरू अनि जसले माथि च्याप मामा च्यापेको भयो अय्या कस्तो दुखाइदिए कि अलि चुस्त च्याप्ने पनि होइन खुट्टा मार्दिली भन्दा त झनै दुखाइदिने के गरे होला के खुट्टा मालिस गर्न लायो भनेर रिसले पचक पचक पारेको हो नि बिस्तारै मालिस गर्न सकिन्न क्या उठेर खुलेको मालिस गर्ने यो खुट्टा गर्ने अब ओके ओके त्यो बसु ओके ल रोल आँखा ल यसो गर्दा मालिस गर्दा अनि किन बसिरहनु भएको छ आउनु न आउनु मेरो कस्तो खुट्टा दुखाएको छ मालिस गरिदिनु आमालाई जस्तो पचक पचक पार्ने होइन बिस्तारै मालिस गर्ने आउनु यो बुहारीलाई कति यात्रा दिनु हेर त तो तेरी स्वास्नीकै मेरी कान्छी बुहारी विदेशमा गएको त यतिका समय भइसक्यो त यति लामो समयसम्म त घरतिर के छ आमाले के गरिछन् कसो गरिछन् हिँड्ने बेला रोइथिन् भन्ने सम्झिने एकल फोन गर्ने केही पनि छैन त आमासँग मोबाइल छैन मैले यसो फोन गरेर आमालाई बोल्न दिनु न भन्छु भन्ने पनि त्यसलाई आउने रहेछ क्या हो त्यसलाई त माया लाएन मलाई त माया लाग्यो एक फेर त केमा आयो फोन गर्दैन यसो बोल्छु फोन लगाएर छु यहाँ फोन काम न हेलो ओके फालो भयो आमा अब है अब टक्क सटे आमा ल सिटी बन्द आशा चिठी झार्दैउ न आशा त मलाई आउ भन्नु लुगा निक्लिनु भएको म चप्पल त्यस्तै थियो ल जाम है धरो होला एक्सन जाऊ तिम्रो जाऊ आयो 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 ढिलो गरेको थियो ठिक हेर्छ न अन्त ठिक चप्पल किन हाल्नु पर्यो तिमीले चप्पल त लाउने होइन नि के लाउनु पर्यो चाक्रे 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 हो क्या आश भाइ एक्सन नयाँ एक्सन हो फेरि जाऊ अलि रिसाएर आउने उला लुच्ने गर्नु पर्यो नि देखेपछि आएर ठक्रक्कै हान्दैन भएन भनेर
डान्सर पनि छन् हाम्रोमा डान्सर पनि छन् हाम्रोमा भने रिस पुगेन है भाउजू अलि जोडले बोला बुम कहाँ छ बुम कम फलो गरौँ बुमलाई बिचमा पारौँ है ल आऊ ल ल रोल क्यामेरा तिमी किन आएको एक्सनै भने होइन उहाँ त आइरहेको थियो त्यो क्यामेरा भन्दा पहिला आउँछ तेरो सिन सकेर काम भन्ने भएको छ सुन्नु न सर छोरीले अलिकति खोतल्न खोज्छ नसौ नदिनु नसौ हो त्यो टाइपको के जामै जामै ल है आज मारिदिनु भयो दाइलेकोलाई मार्ने चाहिँ भाइ हो सिकाउने चाहिँ म सिकाउनेले जे सिकाउनु भाइ त्यही गर्नु भन्नु त्यही त भने ल जाम है मलाई हत्यारा भन्छन् ल ल ल ल ल आम है आडिस ल सुन्नु त ल आम है रोल क्यामेरा एक्सन आयो नानी नचो 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 कसले यस्तो गर नि मेरो बुहारीलाई भगवान के देख्नु पर्यो यो बुहारी तिमीलाई के भयो मेरो बुहारीलाई कसले यस्तो हालत बनायो भगवान आज यो के भयो मेरो बुहारीलाई कसले यस्तो हालत बनायो यो बुढा मेरो बुहारीलाई यस्तो हालत देख्नु पर्यो ओके हाँसम ठिक छ ट्याक्क फोन आउँछ के भन्दैछु ल सर कन्ट्याक्ट गर्नु ल है ल सर है कसलाई लड जानु हजुर यस्तो नानीले लड जानु खोइ त निस्किनु भएन खोइ कता टोइलेटमा छन् पख यो उता हुनुहुन्छ पक्का जाऊ एलिसा छिटो मैले पुलिसलाई गरेको कि होइन पहिला तपाईँलाई उसो यो घरबाट फोन आउँछ जस्तो भयो भन्दा एन्थिङ गरेको ए त्यस्तो गर्न हो ल म तुरुन्त पुलिसलाई फोन गरेर म जति गाली नि तर गाली गरे नि जति के भन्छ तपाईँले आज मान्छे दुखाउनु भयो म पुलिसलाई फोन गर्न मैं किसी का मन नहीं दुखाता रे ल ल ओके बाई बाई बाँकी कुरा गर्दै गरौँ भाइ बाई बाई ल है ल जाम है ल भयो त्यहाँको फोन खै बुम खै लिनु लिनु के हो के यार कराउने त्यता फुटुको आँटे भन्नु लाग 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 शुभ लाग त्यहाँ आएर बढ्नु है उसलाई अलिकति आऊ यता नानी अलि यता बस त भनेर हो र है बिचमा बस्ने है अलि उसलाई यता साह्रो नानी अलि यता बस त भनेर उसलाई फकाउने है ल जाम न गइहालौँ ल ल ल भाइ आऊ त ए आउनु त यति आउनु त यता यता ढाल्नु फेरि करा भाइ आफ्नो काम त बिगार्नु भने ल जामै ल भाइहरू बुम नजिक यति ल एक्सन आमा अहिले एकछिन आशा गएपछि तपाईँ आउनु थुक्क त लाल लाग्दैन पानीमाथि ओभन बन्न एक्सन लौन लौन म आउँछु लौन मन रोल क्यामेरा एक्सन भयो बुम छिर्यो ल रोल क्यामेरा एक्सन ठुक्क तँलाई त अब मैले इमान्दार हुँदै पनि खै भएन के थुक्क पानीमाथि ओभन बन्न तँलाई लाल लाग्दैन ल एक्सन फेरि गरायो ल एक्सन म त्यही लागेको मात्रै हो दुश्मनै रहेछ नि त्यो रुममा ल फल फेरि कराउँछु ल क्यामेरा रोलिङ हेर क्यामेरा रोलिङ एक्सन ठुक्क
सुवास्नी त तँलाई देख्दा पनि अहिले त मलाई घिन लागेर आइसक्यो त त्यस्तो सोची मान्छे अहिले यस्तो हुन्छस् भन्ने सोचेको पनि थिइनँ राजलाई तैँले धोका दिनु थालेकी छस् रे यो साहस गलत हो यति भन्न आँटी म अहिले गएँ ए बुहारी नानी अलि पर जाऊ त म तिमीहरूसित बस्छु दाइ भारी कस्तो छ तिमीलाई अहिले बुहारी कस्तो छ तिमीलाई अहिले ल ड्राइभर भए अझ कि आफ्नो